के तपाईलाई नयाँ नयाँ ठाउँमा यात्रा गर्न मन पर्छ या त आफू यात्रामा जान नसकेर अरूले यात्रा गरेको हेरेर पनि बस्ने गर्नुभएको छ? त्यसो भए यात्रासँग सम्बन्धित र नयाँ नयाँ ठाउँको भ्रमण गरेको भिडियोहरू हेर्न चाहनुहुन्छ भने हाम्रो चुपचाप यात्री युट्युब च्यानलमा गएर हेर्न सक्नुहुन्छ। त्यहाँ हरेक हप्ता एउटा नयाँ भिडियो आउनेछ जुनमा चाहिँ कुनै पनि एक विशेष ठाउँमा गएर 1 डे वा 1 विकको हाम्रो क्याम्पेन रहनेछ र त्यो क्याम्पेनमा हामीले दिनभरि के गर्छौँ त्यो सम्पूर्ण कुराहरू हामी त्यस च्यानलमा देखाउनेछौँ। यदि हजुरहरू पनि यात्रा गर्न रुचाउनुहुन्छ, यात्रा गर्न रुचि राख्नुहुन्छ भने हाम्रो चुपचाप यात्री युट्युब च्यानलमा गएर हेर्न सक्नुहुनेछ। र आज हामी यस्तो बवाल ठाउँमा आएका छौँ जहाँ जता हेरे पनि हरियाली र स्वतन्त्रता पाउँछौँ हामी। किनभने आज हामी यस्तो ठाउँमा छौँ, यति शान्त छ, यहाँ चिरबिर चिरबिर चराचुरुङ्गीको आवाज सुन्न सकिन्छ। सुन्न सक्नुहुन्छ चरा कराएको, मेरो कानले सुनिरहेछ। यो सायद हाम्रो क्यामेराको स्पिकर वा माइक्रोफोनले क्याप्चर गर्न नसकेको पनि हुनसक्छ, तर हाम्रो कानले यो जङ्गलको चराहरूको चिरबिराहट हाम्रो कानले सुनिरहेको छ र एकदमै रमाइलो भइरहेको छ। यहाँनिर धेरै आनन्द र हेर्न सक्नुहुन्छ यो आज हामी थोरै मासतिर वा परतिर भनौँ उत्तिस वा पातले घारी ठुलो जङ्गल रहेको छ भने थोरै यताउतिर डाँडामा यो सल्लेरी रहेको छ, सल्ला घारी छ। र हामी चाहिँ यो सल्ला भएको ठाउँमा चाहिँ थोरै सफा हुने, यसको यो के भन्छ सल्लेपिर झरेर थोरै यस्तो सफा हुने भएको कारणले गर्दाखेरि हाम्रो बसाइ यता छ। तर पनि हामीले धेरै यात्रा गरिसक्यौँ र सदरमुकामदेखि लगभग 9-10 घन्टा हिँडेर हामी यो ठाउँमा आइपुगेका छौँ। र आजको हाम्रो यात्रा एकदमै अविस्मरणीय बनाउनका लागि नै हामी दुईजना आज लागि परिरहेका छौँ र हाम्रो यात्रा सफल हुन्छ भन्ने पनि हामी विश्वस्त छौँ। किनभने हाम्रो यो यात्रा चाहिँ एकदम बब्बाल भएको छ। अब हामी पानी पर्दैछ हेर्नु त जङ्गलमा कति समस्या छ। एउटा बदल खोजेर पानी भरेर लिएर अब तताएर खानको लागि हेर्नु त बोतलै तताउने हो। अब हेर्नु चिसो ठाउँ छ, हामी लेकतिर आएका छौँ र अब यो चिसो ठाउँ छ, चिसो ठाउँमा चाहिँ चिसै पानी खायो भने हाम्रो स्वास्थ्यमा समस्या आउँछ भनेर हामीले तातो पानी खानको लागि आगोमा बोतल राखेर तताइरहेका छौँ। हेर्न सक्नुहुन्छ यो चान्चुने कुरा होइन, किनभने यात्रा गर्नु धेरै गाह्रो छ। यात्रा गर्नु त विभिन्न समस्याहरू आइलाग्न सक्छन्, त्यो चुनौती समस्याहरूलाई सामना गर्दै हामी आज यहाँ आइपुगेका छौँ। र यो यात्रा हाम्रो लागि धेरै रोचक पनि छ, किनभने हामी यस्तो ट्राभल गर्न धेरै रुचि राख्ने मध्ये हामी दुईजना पनि पर्छौँ। त्यो भएको कारणले हामी यहाँ छौँ आज। र तपाईँहरू कतिको ट्राभल वा यात्रा गर्न, नेचुरल दृश्यहरू अवलोकन गर्न मन पराउनुहुन्छ कमेन्ट बक्समा अवश्य यहाँहरूको कमेन्टको अपेक्षा गर्छु। किनभने यहाँहरूको सानो साथ सपोर्टले गर्दाखेरि हामी यस्तै नयाँ नयाँ ठाउँमा गएर हाम्रो कन्टेन्ट प्रस्तुत गर्नका लागि हामी अझ हौसला बढ्ने यहाँहरूमाझ म अपिल गर्छु। त्यो भएको कारणले यहाँले हाम्रो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला।